हेलो साथीभाइहरू, आज चाहिँ म रोडेथाङमा आइपुगेको छु है। र आज म शुभ बिहानी हजुरहरूको अगाडि फेरि एउटा सानो भ्लग लिएर आइरहेको छु। के कस्तो हुन्छ तपाईहरूले हेरेर साथ दिनुहोस् है ल। यो चाहिँ रोडेथाङ बजार। अहिले म रोडेथाङ बजारमा आइरहेको छु। हाम्रो दुईजना भाइहरू चाहिँ यहाँनिर चाहिँ म अहिले 2-3 दिनदेखि गभर्मेन्टको एउटा सानो क्यामेरा जग्गा जग्गा टुरिस्ट प्लेसमा क्यामेरा फिटिङ गर्नुको लागि चाहिँ सर्वेमा आइरहेछ। ल भाइहरू चाहिँ माथि थानामा सर्वे गर्नु गएको छ र यो बजारमा अब उनीहरूले सर्वे गरेर आउनुहुन्छ होला है। र म चाहिँ यहाँ रोडेथाङ बजारमा छु र यो सकेर चाहिँ अब रिनोक रङ्गडी र आलिटार जानुपर्छ है। त्यहाँको पनि के कस्तो छ म तपाईँहरूलाई देखाउनेछु ल। चिकचिको वाटरफल यो चाहिँ अहिले रिनोकमा एउटा ठुलो मन्दिर रहेछ। म चाहिँ त्यहाँ आइपुगेको छु अहिले। एकदमै दामी मन्दिर रहेछ, ठुलो। हेर्नुहोस् एकदमै राम्रो मन्दिर रहेछ, एकदमै ठुलो। गणेश मन्दिर रहेछ। यो चाहिँ तपाईँको रिनोक बजार है। सानो रहेछ, राम्रो छिरिक्कै परेको रिनोक बजार है। अहिले चाहिँ म फिलहाल यो आलिटार लेकमा आइपुगेको छु है। यहाँ पनि सिसी क्यामेरा लगाउनको लागि इन्क्वायरी गर्नु जानु भएको छ यहाँ भाइहरू। यो एउटा टुरिस्ट पोइन्टै हो, यो पनि लेक छ है। र चाहिँ मन्दिर छ। बोटिङहरू पनि हुँदो रहेछ हो। यही रहेछ मन्दिर, निकै ठुलो रहेछ लेक चाहिँ। पानी पुरा पर्दैछ। लेक चाहिँ हो पर स्टार्टिङ गर्नु भएर निकै ठुलो रहेछ। बाटोमा आउँदा आउँदै मुजुर पनि भेट्टायो। साइट सिन गर्नु छ भने कन्ट्याक्ट गर्नुहोस्, पिकअप पनि देखाइदिन्छ।
मुजुर रहेछ हौ त्यो। बाई बाई मजुर भेट्छौँ। त्यो भित्र छ। ल हेर्नुहोस् है, म चाहिँ अहिले रङ्गेली बजारमा आइपुगेको छु। रिनोक र आलिटार सकेर अहिले फिलहाल चाहिँ रङ्गली बजारमा आइपुगेको छु। रङ्गली बजार चाहिँ यो हो। र यो रङ्गली बजार सकेर चाहिँ अब मेरो ब्लगको इन्डिङ पनि सायद यहीँ होला है। र अर्को ब्लगमा भेटौँला है। त्यसै क्रममा सबैसँग बाई बाई।